देशको चर्चको छेउमा बम पड्क्यो मेरो घरको बिचैबाट आगो लाग्यो। यस्तो देशको झन्डा जलाउनेहरूकै सरकार छ, तिनीहरूले बनाएको। झन्डालाई अपमान गर्नेहरूकै सरकार छ, यो दङ्गा मचाउनेहरूकै सरकार हो। अनि चुनाव रोक्नु छ भने रोके भयो, तर मान्छे मारामार लगाएर, उत्पात मचाएर, तोडफोड गराएर, गाडी जलाएर, मान्छे घाइते बनाएर अनि चुनाव रोक्नुपर्ने, मान्छे मराएर चुनाव रोक्नुपर्ने किन भयो? त्यसै विभिन्न प्रकारका स्वार्थी तत्त्वहरू हुन्छन्। अहिले केहीलाई निर्वाचन रोक्नु छ, अब चुनाव जितिन्न भन्ने भएपछि चुनाव रोक्नु छ। चुनाव रोक्नका लागि अब हिन्दू र मुसलमानका बिचमा लफडा लगाइदिन्छन्। तपाईँ हामी सतर्क हुनुपर्छ। मुस्लिम र हिन्दूका बिचमा पनि लगाइदिन सक्छन्, मुस्लिम र क्रिस्चियनका बिचमा लगाइदिन सक्छन्, क्रिस्चियन र बुद्धिस्टका बिचमा लगाइदिन सक्छन्। भावना भड्काइदिनु त हो। त्यस कारण यस्ता कुराहरूसँग हामी सतर्क हुनुपर्छ। भावनामा बग्नु हुँदैन, भावना भड्किन दिनु हुँदैन। कसैले गल्ती गरेर बदमासी गर्न खोज्यो भने पनि हामीले त्यसमा बुझ्नुपर्छ। हामीले सामाजिक सद्भाव फलबन दिनु हुँदैन, साम्प्रदायिक विद्वेष भड्किन दिनु हुँदैन। हिजै हामीले गौरमा देख्यौँ, रौतहटमा देख्यौँ। म सुन्दै थिएँ केही दिन अगाडिदेखि, अझै पनि मलाई आशंका छ केही ठाउँमा अझै प्रयासहरू हुनेछन्। हिन्दू मुस्लिम सबभन्दा सजिलो के छ भने तराईमा बाक्लो गरी हिन्दू र मुस्लिमहरूका बस्तीहरू छन्। एकातिर हिन्दू बस्ती, अर्कातिर बाटावारी हिन्दू बस्ती, बाटावारी मुस्लिम बस्तीहरू छन्। छ्यासमिस भएर बसेकाहरू छन्। त्यस्तोमा द्वन्द्वको, झगडाको, घृणाको आगो सल्काइदिन बेरै लाग्दैन। त्यही कुरा फेरि पनि हुनसक्छ। म सबैलाई आग्रह गर्न चाहन्छु कि त्यस प्रकारका कुराहरू चाहिँ बहकिनु हुँदैन, हामी नहुन् भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ। अब अरू पनि कुराहरू हुन सक्दछ, विस्फोट गराउने खालका कुराहरू हुन सक्दछन्। अरू विभिन्न प्रकारले मान्छेमा मारकाट मचाइदिने अनेक बहाना त उनीहरूले निकालिहाल्छन्। यस्ता खालका कुरा हुन सक्दछन्। यस्ता कुराबाट हाम्रो समाजमा शान्ति कायम राख्न हामीले ध्यान दिनुपर्छ। शान्ति हामी सबैलाई चाहियो हो। चुनाव रोक्न छ भने थपक्क रोके भने झन्डा जलाउनेहरूकै सरकार छ, तिनीहरूले बनाएको। झन्डालाई अपमान गर्नेहरूकै सरकार छ, यो दङ्गा मचाउनेहरूकै सरकार हो। अनि चुनाव रोक्नु छ भने रोके भयो, तर मान्छे मारामार लगाएर,